दिदी बहिनीले दिदीले बहिनीलाई लाउँछन् के रे दाइ भाइ नहुनेले टिका अहिले त लाउँछन् नि तेलले घुम मलाई नि पठाइदिए है यो टिकटकमा मेरो मोबाइलै हरा घर कता छुट्यो टेन्सन नलिनु क्या एउटा मोबाइलमा भएपछि सबैतिर पुग्छ भिडियो नचलेर हेर है सम्पन्न यहाँ भिडियो खिचिए राम्रोसँग अरु भिडियो खिच्नु है पुरै रोकी बनाउनु जम्मा 39 सेकेन्डको त भयो त मेरो सानोबाट लाउने हो तिहारको टिका सानोबाट हो तिहारको टिका सानोबाट उसको दसैँको टिका ठुलाबाट हेर्न पर्दैन के बनाउनु प्लेट भुइँमा राख्न बाबु त्यसरी नछेक्नु त मलाई उही गर अलि साइडमा जानु बाबु क्यामेराम्यान मलाई नछेक्नु ठुला लाउन नपाए नि सानाको रमाइलो दुईटा हातले के प्लेट भुइँमा राखेर तेल लगाइदिने हो त्यस्तरी हो अलि अगाडिबाट कपाल यस्तो लरक्क पार्दैन आफै हल्ले यो रोला नि फेरि बाबु नङ्ग्राले कोर्दिन होइन हजुर लामो है ढोकामा गरे जस्तो बनाइएन के अरे पातहरू एउटा एउटा पालै पालो भाइ हो के भाइ अलि लामो बनाउनु पर्यो छोटो भयो 7वटा टिका लाउनु दिए त भयो के अरे अब नदिएपछि लगाउँदै सबै एउटा एउटा हो सुरुमा कुन लगाउने जुन लगाइदिने सुरुमा रातो जुन लाइने हुन्छ हातले लगाइदिनु औँलाले लगाइदिए छोरी हातले लगाउँछन् चल्छ यसो लगाइदिनु कस्तो मजाले दिएका हुन्छ नि हो सानो मान्छेले ल कति राम्रो कसरी टिका लाउन त कति राम्रो भयो ल हेर पहेँलो भए हुन्थ्यो भाइ कोजनले कसरी हेरे किन केसरी पहेँलो त्यसैलाई मानेला त पहेँलै छ के रे अझै लगाइदेऊ भने जस्तो छ यसले भन्दा नि सिमकार्ड ला भए हुन्थ्यो के ट्याक्कै ट्याक्कै बस्ती धेरै भयो यसलाई टाइम लाग्छ है यसले सानी त छ नि अनि त्यो जरी पनि लाइन सबैले त्यो दुध पनि लाउनु त्यसले जानी हातले घरकै गाउन हातले गरेर छिटो हुन्छ गोप्ला फेरि अब होरियो लाग्ने है त्यो नलगाएर यो लगाउने है होरियो त्यसैमा हो त केसरी लाग्ने है अब त्यसले लाउनु उले लाई हो त पहेँलो लाग्ने हो त्यहाँ हो अब पिङ्क कलर लगाइदिए छोरी लास्टमा राम्रो देखिन्छ पिङ्क कलर तल तल सबैभन्दा तललाई धेरै तल गयो केही भएन अब दुबो यहाँ माथि यति लगाइदियो होरियो माथि यहाँनिर यता हेर त होरियो दुबो के एउटा औँलाले
थोरै त्यत्रो धेरै हुन्छ माथि थोरै औँलाले यो दुबो त यसैले नि जान्छ यसरी गर्ने हो यसैले लगाइदिने हुन्छ यसरी यसरी लगाइदिने हुन्छ भयो भयो अब सानो भाइलाई अर्को भाइ कुरिरहेको छिन् है यहाँ माइलो भाइलाई लास्टमा त जेठो भाइ त गाह्रै भयो जेठो भाइ भाइ होइन आज जेठा दाईहरू छैनन् आज जेठा दाईहरू छैनन् लामो लगा लामो लगा नचल तिमी कति नि कङ्गनाले सम्झेछ कि नै थाहा छैन सागर बाबुलाई धेरै सम्झेको छु मैले आज अब क्यान पनि सम्झेर अब आउला नि अब 1-2 वर्षपछि चाहिँ त नि आएन के यताबाट बस्यौ तिमी ए यहाँ म केमा बसेँ ए किन निदा खास् त सेलैमा हो त्यसैमा हो नि कहीँ गएन हिजो भन गजन किन निदा खास् त अहिले यसो पलाटी मारेर बस्यो बाबु पलाटी मारेर बस्यो त फोटो आउँछ हालिहाल है अनि ढिलो गरे भन्छन् कसलाई हालिदिने सानो मान्छेहरूले टिका लाउनलाई है ठुलो मान्छेले लाउने भए छिटो हुन्थ्यो अनि मेरो मोबाइल अनि हालिदिए फोटा फेरि टिकट बनाउँछ अरे भान्जाले आज मोबाइल नपाएर उहाँ ढोका लाएर बल्ल बल्ल निकाले अरे दिदी लगाउने जम्मै लगाइदिने के जम्मै भएको यता हेर नहाँस न यता हेर हातबाट रोइदेऊ रे के रोइदेऊ रे मक्ख परिछिन् कति माया गरेर लगाइदिएकी दिदीले ऐनेदेखि भन्दाखेरि अनि भगवती सबै लगाइदिने हो क्या ल भइगयो अलि बाङ्गो भयो क्या बाबुको भगवान् खुसी हुने रे के बाङ्गो भएपछि अनि पटका नि पड्काउनु पर्ने हो त नि हुन त बस्यो बस्यो अहिले माला लाएर उठ्ने हो भएन अहिले फेरि अर्कोचोटि लग्याउ त सिधा बनाएस् भयो 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 माथि होइन ठिक्क भयो आटा बनाउँछ टिकी लगाएको आज त फटाफट सबै कलर यसो पुसे भयो यो दुबो ठुलाक्क लगाइदिने यसरी अर्को चल हो यो यसरी सिधा ल ल भयो दिदी अब त्यो अर्को बिच अब यो तल पनि लाग्यो त दुबो लाग्यो त भाइलाई सबै भाइलाई लगाइदिने हुन्छ लगाखान लगाखान के सबै लगाखान पर्दैन यो लास्ट त पर्दैन के लगाखान सुरुमा छ हजुरले लाउने हो त नि अचम्म पर्ने भयो केही हुन्न सबै दिदीले रेडी गरिदियो दिदीले लगायो नि केही हुन्न छोरालाई लगाइदिनु भयो अरू त्यस्तै हो अझै बेला बाखाइ नि पटका पड्काउनु माला साला कङ्गना रेडी हुँदैछ लाउन ल र कङ्गनालाई अब लगाइदिने ल एउटाले ठुलो दादाले लगाइदिने उनीहरूले यसो एउटा एउटा थपिदिन्छ तपाईँले पहिला सेतोले लाइन लगाइदिनु अनि अरूले सबैमा एउटा एउटा थपिदिन्छन् अहिले नराख्नु है ए म त डराउँछु घुम्दैन यत्तिकै हो तर हो त नि झिल्काले पोल्दो रहेछ भाइ पैताला पोलो पोल्दो रहेछ क्या मेरो नि पैताला टेके ल त ल ल ल कङ्गनालाई ल कङ्गना उता बसी हुन्छ भाइ यहाँ सम्पन्न बसेर ठाउँ बस्छ बहिनी बस्छ त्यहाँ
अनि अब त अरू भाइ त्यसले त जान्दैन अनि लास्टमा यसो गराइदिए भएपछि छोड्यो नि त मैले ए यताले न यताले यताले उता उता मान्दैन के यो त अब सम्पन्न तिमीलाई यहाँ उता पछाडि जाँदा त्यहाँ छुन्छु सम्पन्नलाई ल ओ त्यहाँ बस ल ल लाइदियो ल दिदीलाई टिका लगाइदेऊ त है बाबु अलि ओ ल ल तिमी हैन बस बस दादाले लगाइदिने अनि भाइहरूले चाहिँ एक एक यसो समातेर एउटा एउटा ट्याप लगाइदिए भयो ल लाइदियो राम्रो उता उता दिदीलाई टिका तिमीले लगाइदेऊ ल आकी छौ चिटिक्का छोटी दादालाई गुड भयो भेरी गुड भयो तीनचोटी हैन नि बाबु एकैचोटीमा धर भइहाल्यो केही हुन्न अब त हातै प्लेटको साइडमा पुस्नु सबैले क्यामेरामा हेर एकचोटी ल बाबु आहे तरे आउला फेरि ल अब खेलाऊ ए 11 मिनेट हुन लागेछ पुरै भिडियो बनाउनु हजुर मैले त छौ के आसी छौ न अलि सिधा गर न टाउको घुसे गरी छ सबै रङ राम्रो गरेर लाइदियो ओ लाइदियो भयो लाइदियो राम्रो टिका लगाइदियो जति राम्रो टिका लगाइदियो उति अरू बेला गाली गर्दिन दिदीले भाइहरूले आज त जस्तो लाइन राम्रो हुन्छ आज त अनि त गाली गर्नै हुन्न भाइ हातैले लाइदियो छोरो हो भाइ छौ न उलाई सम्पन्नलाई छौ तिमी समात बाउला के गो बाउला दो बार किनारेको गजन भयो भ्याइयो भ्याइ दिदी अब माला दिनु माला रोजेर लाउने कङ्गनालाई लाउनु बेला तिनै भाइले समातेर लगाइदिने है ल भाइलाई राख्नु पर्यो पहिला ल यहाँ बसा ल पहिला बसेपछि यता फर्केर बस्छ न आए तँ त के दिने हो र कालो छ र मुख हाल्छ न रोक 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 कति आत्तेर लगायो के कति आत्ते के लगाउनु ल नात्तिकिन ल रोक है ल ल ल लगा ल लाउ त दिदी या भाइ मेरो मोबाइलमा त केही देखेन लाइटहरु तिनैजनाले समात माला लगाइदेऊ ल तिनैजनाले समात ल भाइले छोइ नि हुन्छ कजन र सम्पन्न उठेर लगाइदिने कि त्यस्तै रोक है लगाइदियो दिदीलाई हो कङ्गना बस्न दिदी ल अब दिदीलाई के दिने दियो के दिने हो पहिला दिदीले दिन पर्यो यहाँ ल मिठाईहरु खुवाइदिन पर्यो नि पहिला हैन पहिला दिने अनि बल्ल खानी हो हो र लास्टमा ल खै टुटीको ल दिदी त गाँठो पारिदिनु त कङ्गनाको माले टुटो उसैले बनायो कि माला उसैको टुटेछ उता ल्याउ त भाइलाई रोक है रोक रोक ए कङ्गना आज करोडपति हुने भयो भाइले पैसा दिनु राख ये 5 रुपैयाँ 100 रुपैयाँ राख 5 रुपैयाँ दिन्छु अहिले पटाका किन्न दामलाई कङ्गना त 5 रुपैयाँ नि खुसी हुन्छ कङ्गना 4 वटा हाजमा लागिहाल्छ ए जम्मैले पाले पाले टुटा हो ल ल कङ्गना दिदीले त्यसो भएपछि त्यसलाई गाँठो पार्न दिएले ले आमा पार्दिन्छु कङ्गनालाई सानो भाइलाई दिने सानोलाई सानोलाई गिफ्ट दिने बेला लाई गिफ्ट सानो भाइ त्यो चाहियो माला पनि आफ्नो अनि त्यसलाई किन्नु ल या दिदीलाई पैसा देऊ अब यो पैसा देऊ ल यो कजनलाई धेरै दिन्छु कङ्गना ल दिदीलाई ढोगा देऊ नमस्ते गरिदेऊ नमस्ते बाबु लाउँदैन नमस्ते ल भयो भाइलाई थाहा छैन ल यो कजनलाई ल ल दिदीलाई पैसा 100 रुपैयाँ देऊ न 5 रुपैयाँ दिएर ढोग्ने अहिले थपिदिन्छ है भाइले ल 100 रुपैयाँ फेरि थपिदिन्छ ल फेरि ठोक ल दादालाई उता ठोक भाइलाई दादालाई भनिन्छ भाइलाई नमस्ते गर्नु पर्यो सम्पन्नलाई नमस्ते गर्नु भने त भाइलाई ल भयो ल अब सबैजनाले 4 जन 3 जनाले समातेर भाइले त समाउनु सक्छ दुईटैले समातेर दिनु ल यो कङ्गनालाई ल कङ्गनालाई गिफ्ट हो के देखाएर दिनु त नभए है केही हुन्न ल निकाल्नु त दिदी
ल दिदीलाई भाइहरूले मन पर्ने भनेर स्यान्डल ल्याइदिएको छन् है ल दुइटै अझै एउटा एउटा दिने हो कि अझै फेरि ढोक्ने कचोटि पैसा दिँदै ढोक्दै गिफ्ट दिँदै ढोक्दै ल ल ल ल अनि अब बस अझै एकछिन भाइहरूलाई यो एउटा एउटा अब यिनीहरूको पसन्दमा है जुन जुन जसलाई मनपर्छ खुवाइदिने ल आफै खाने होला ल होइन यो सबै यहाँ राख्नु त बाबु सबै यहाँ राख्छ फुलहरू रोक न अलि कति आत्ते के हो के सम्पन्नको फेभरेट के हो ल अब यहाँ फोटो खिचा होला सम्पन्न बाबु ल फेभरेट अब खुवा त भाइलाई खुवा ल सम्पन्नलाई खुवा फोटो खिचा होला जे पो खान केही पनि ल सम्पन्नले कजनले अब सानो भाइले के अर्कोचोटि खुवाउँछन् कङ्गना दिदीलाई खुवाइदिनु ल छानेर ल जुन 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 एउटा एउटा तिमीले खुवाइदेऊ न एउटा एउटा खुवाइदेऊ न ल चपाइस हेर्न अलि राम्रो मिठोसँग खा भाइले हेरे हानुमा ल भयो सिद्धु सिद्धु